ए टमाटर त बब्बाल रहेछ यतातिर मितितिर रहेछ टोपीमा ए धेरै रहेछ नि दर्शक ल है दर्शकवृन्द यतिखेर चाहिँ यो कोदो रोपाइसकेको छ। यतिखेर चाहिँ पानी परेको कारणले भिडियोहरू गर्न पाइएन। दर्शकवृन्द यति सङ्गीत र युट्युब च्यानलमा तपाईँलाई स्वागत छ र आजको समय साँच्चै अत्यन्तै सुन्दर छ समय चाहिँ है। अनि सबैजना आराम कुशल हुनुहुँदो होला र यसगरी चाहिँ भन्न चाहन्छु अर्को कुरा र आज चाहिँ कार्य चाहिँ के हुनेछ भन्दाखेरि चाहिँ घरायसी कार्य हो। कोदोहरू रोपाइहरू हुनेछ यहीँ नजिकै होइन घरको रेमा भनौँ न। अनि घामहरू पनि एकदम लागिरहेको छ अनि त्यस्तै छ समय। आजको अपडेटहरू आजको विभिन्न होइन कार्यहरू तपाईँहरू माझमा हामी ल्याउने नै छौँ। विभिन्न परिवेशका भिडियोहरू विभिन्न यात्राका परिवेशका भिडियोहरू तपाईँहरू माझमा हामी ल्याउने छौँ। अब यस्तै छ गाउँघर परिवेशमा होइन। सो भिडियो हेर्दै नै गर्नु होला है त। ओके कति चाहिँ यो मकै जुत्ताहरू बनाइसकेको छ कति चाहिँ बनाउनु छ दर्शकवृन्द यस्तो छ गरायसी कार्यहरू होइन। अब चाहिँ म चाहिँ कामतिर लाग्नु पर्ने छ। काँक्राहरू चाहिँ त्यति अब झ्याङ्गिएको छैन फल्नु चाहिँ कहिले फल्ने हो दर्शकवृन्द यस्तो छ। अनि यो चाहिँ फर्सीको झाङ दर्शकवृन्द। ल यहाँनिर चाहिँ हाम्रो बाबाले घोट्दै हुनुहुन्छ एभ्रिवान। त्यतिखेर चाहिँ यो आधी गोड्दै हुनुहुन्छ आधी गोड्नु बाँकी छ। झाँस त धेरै छ अम्मै यस्तो छ दर्शकवृन्द। सबै कार्य अब चाहिँ खत्तम बनाउनु पर्ने छ। यहाँ चाहिँ पिँडालुहरू चाहिँ माने भन्छ माने यति ठुलो छ फिट पनि डेन्जर छ दर्शकवृन्द। ल दर्शकवृन्द आजको कार्य चाहिँ अब नष्ट हुने भयो नष्ट। यस्तो तरिकाले बारी गोड्दै दर्शकवृन्द आजको कार्यहरू यस्तै छ। आजको साथै घाँस त कमुलै रहेछ नि मल भएको कारणले हो दर्शकले यस्तो। अनि त पुरै चम्रो घाँसहरू खानै गाह्रो हुन्छ। फर्सीहरू नि खोलेको छैन रहेछ लेको सकल तुई सिजन छैन अहिले। ढोरची चाहिँ बब्बर यता चाहिँ दर्शकवृन्द पिँडाहरू ड्याममै छ।
यसपाल चाहिँ यो चाहिँ कुखुराको खोर। त्यो कुखुराको खोर चाहिँ जुन चाहिँ मैले बनाएको पहिला पनि मैले भिडियो लगाइसकेको छु दर्शकवृन्द है। अनि तपाईहरुले देख्नु भयो कि भएन हैन, यो कुखुराको खोरको पनि मैले भिडियो बनाइसकेको छु। यहाँभित्र यति ठुलो रुख छ है दर्शकवृन्द, फेरि सुकिसकेको छ। यो रुख चाहिँ ढाल्नु पर्ने, मेन चाहिँ ढाल्नु चाहिँ कहिले ढाल्नु त घाँसको मूलमा मात्रै मिठो, ढाल्नु मात्रमा चाहिँ साह्रो हुन्छ दर्शकले। दर्शकवृन्द गाउँघर परिवेशमा यस्तो खालको कार्यहरू चलिरहन्छ दर्शकवृन्द। विभिन्न सेक्टर, विभिन्न क्षेत्र, विभिन्न परिवेशमा विभिन्न कार्यहरू हैन गर्नुपर्छ हैन, विभिन्न भइरहन्छ कामहरू। यस्तै छ दर्शकवृन्द। यसलाई इलामे झार भन्छ दर्शकवृन्द। यस्तो पुरा हुन्छ यहाँ इलामे झारको त हो। यसमा यो छेउछेउमा दामी हुन्छ, त्यहाँभित्र पुरा त्यो साइडमा चाहिँ पानी रोकिएको छ र तपाईहरु माझमा हैन भिडियो यहाँसम्म हुनेछ। आजको कार्यहरू यस्तो भयो दर्शकवृन्द, सबैमा भिडियो यहाँसम्म हुनेछ, हेर्दै नै गर्नु होला है त। पानी परेकोले दर्शकवृन्द यसो हो के